ओके म्यादीको भर्ती खुल्या रहेछ। द्याट मिन्स चुनाव आइसक्यो। भोट कसलाई त, कसलाई दिने भोट? ओके सो फेरि नि त्यही हुन्छ होला होइन। हाम्रो इलेक्सन आउँछ, गाउँघरमा हाम्रै रिलेटिभहरू, अङ्कल, दाइभाइ, गाउँले दाइभाइहरू आउँछ पार्टीहरूमध्ये फलाना ढिम्काना तेरो साथीहरूलाई लिएर आइजो, मासु भात, पोकेट मनी, बाइकमा ट्याङ्क फुल गरिदिन्छु म। डायलग रिपिट हुने भयो त होइन। त्यो एकछिनको मासु भात पेट हगाउँछ होला नि त एकछिन, अनि अलिकति पोकेट खर्च केही दिनपछि त त्यो निस्किदिन्छ होला त। प्लस त्यो भटबटे ट्याङ्क फुल, त्यो ट्याङ्क नि पछि रिफिल गर्नुपर्छ होला त। त्यो टाइममा त बोलाएर दिन्छ अभियसली। त्यसपछि कसले दिने हो त, कि सधैँ त्यसैमा बाँचिराख्ने? टु बी अनेस्ट मसँग त फुट्याएको अडी नै छैन है, तर एकछिनको उसले के कस्तो भएको छ अहिलेसम्म थाहै छ त। 82 चलिरहेछ। कति सालको पुग्नुभयो तपाईँहरू? कति साल देख्नुभयो? कसले सङ्कटकाल देख्यो, कसले राज शासन देख्यो, कसले के देख्यो, कसले के देख्यो, र अहिले टिल नाउ के देखिरहेछौँ हामीहरू? भोट कसलाई त? फेरि त्यही मासु भात। मैले त खाएको नि छैन है भोट अहिलेसम्म दिएको छैन, अब चाहिँ दिन्छु भन्ने आश चाहिँ छ मलाई। सो सोचौँ, बुझौँ, मान्छे को हो, कसलाई दिनुपर्ने हो थाहा छँदैछ। युथ हो, यो होइन कि युथको घमण्ड छ त्यही भएर भन्ला हो भाइ। फाइनल्ली कोही मिलाएछ हामीलाई, जुन हामीले भने जस्तो, हामीले सोचेको भन्दा नि बेसी गरेर देखाउने छ, गरेर देखाउने छ, गरेर आइराख्नु भएको छ। सो हेरौँ, बुझौँ, जुन क्यापेबल हो उसलाई दिउँ। एमाले, काङ्ग्रेस, माओवादी दिने नदिने तपाईँहरूको मर्जी। आफ्नो फ्यामिलीलाई बताउनुहोस्। बुढापाकाहरूले हामीलाई सम्झाउँथे, इभन हाम्रो घरका मान्छेहरूले नि हामीले गल्ती गर्दाखेरि हामीले नजाने कुराहरू उनीहरूले सिकाउनुहुन्थ्यो, र अहिले इट्स आवर रेस्पोन्सिबिलिटी कि हामी उनीहरूलाई सिकाउँ या बुझौँ कि के हो, कस्तो हो, कुन गलत हो, कुन सही हो, अहिलेसम्म टिल नाउ के भइरहेछ, र अपकमिङ डेजमा के हुनेवाला छ, अपकमिङ इयर्समा के हुनेवाला छ। यो कुरा चाहिँ हामीले हाम्रो परिवारलाई रियलाइज गराउनुपर्छ। इफ हामी सक्सेस भयौँ आफ्नो परिवारलाई रियलाइज गराउनमा, एउटा परिवार, अर्को परिवार, अर्को परिवार, अनि अर्को परिवार, घर, सोसाइटी, सहर, अनि त्यसपछि थाहै छ के कति इफेक्ट गर्छ एउटा मेसेजले, एउटा क्लियर माइन्डले, एउटा क्लियर भिजनले। त्यो हामीले भन्नै पर्दैन। सो
तपाईँहरू सबै ज्ञानी बुझ्ने हुनुहुन्छ. सो जस्ट डिसाइड इट एन्ड मेक स्योर डिसिजन राइट होस् एन्ड भोट एज यु नो. थ्याङ्क यू.